बाटोको आमा चिप्लो बाटो रहेछ यसमा त यसमा चाहिँ ऊहरू चाहिँ जान्छ होला हौ बेना क्रस फायरहरू हुन्छ नि माटो चाहिन्छ तर तिनीहरूलाई पनि यस्तो चिप्लो हुन्छ नि त्यो त्यो भयो कि यहाँनिर त पुरै अन्धकार छ केही छैन सबै यहाँबाट चाहिँ चिप्ली खेलियो भने तलै पुगिन्छ प्लेन चाहिँ यहीँबाट उठ्दो रहेछ नि भएन तर कुहिरो नहुनु भने चाहिँ बवाल हुन्थेछ यो कुहिरो जान्छ जस्तो लागेन मलाई ब्याङ्गेल भन्ने होइन हामी पनि केटाकेटीमा स्कुल जाँदा आउँदा चाहिँ है मोस्टली त्यस्तो काम गरिन्थ्यो यहाँबाट काठमाडौँ चाहिँ देखिने रहेछ तर पुरा उयो लागेर केही राम्रो चाहिँ देखिएको छैन आई एम लास्ट राइट नाउ टिकटक साथीहरू टिकटक बनाइराख्नु भएको छ डाँडा रमाइलो छ भेना चाहिँ ऊ पर के गर्दै हुनुहुन्छ पनि गाईसँग पो खेलिराख्नु भएको रहेछ त पसल रहेछ यहाँ सानो मान्छेहरू यहाँनिर घुम्न आउँदो रहेछन् यसरी रमाइलो ठाउँ लाग्यो मलाई तर यता चाहिँ उक्रिदिएको भए चाहिँ राम्रो हुन्थ्यो उक्रिएन यहाँ पनि आउँदो रहेछ नि स्कुटर बाइक हेर्नु न बाख्रा कुकुर लिन जाँदैछ बाख्रालाई लिएर आउँछ अब त्यसले है यो कुकुर कति बाटो रहेछ लिएर आयो लिएर आउँछ अब यसले आइज यति गर्नु पऱ्यो क्या ट्रेनिङ प्राप्त रहेछ कुकुरहरू पनि निकै एक्लै भइरहेको थियो प्याँ प्याँ गरिरहेको थियो आशाका किरणहरू केही खुलेको अवस्था छ काठमाडौँ भ्याली चाहिँ यहाँबाट राम्रोसँग देखिने थिएछ तर उहाँले लागेकोले गर्दाखेरि राम्रोसँग देख्न पाइएन
डगी व्हाट्स योर नेम डगी बेल्ट सेल्ट बाँधेको छ साथी भएर बसिरहेछ यतापट्टि यस्तो भयो कि उग्रियो कि यहाँनिर चाहिँ हल्का अब चाहिँ पारीको डाँडाहरू हल्का आउँछ होला भनेको फेरि यताबाट कुहिरो त आएकै छ कुहिरो नहुनु भने चाहिँ धेरै रमाइलो हुँदैछ यहाँनिर साथी पनि छ एकजना टक्क बसिरहेछ जहाँ जाँदा पनि कुकुर चाहिँ भेटिन्छ कि ल अब चाहिँ केही मात्रामा खुलेको छ काठमाडौँ भ्याली पनि पूर्ण रूपमा देख्न नसके पनि काठमाडौँको केही चोसोहरू चाहिँ देखिन थालेको छ तर एकदमै राम्रो रहेछ यो ठाउँ हेभन डाँडा भनेर चिनिने यो ठाउँलाई चाहिँ अहिले स्थानीय पर्यटकहरूले पनि पूर्ण रूपमा आएर इन्टरटेनमेन्ट गरेर रमाइलो गरेर जानुहुँदो रहेछ तर एउटा ब्याड थिङ्स चाहिँ यो जति पनि खाएका सामान प्लास्टिकका टुक्राहरू चाहिँ यसरी जताततै फालेर अलिकति नरमाइलो जस्तो फिल भयो साथसाथै यहाँनिर प्लास्टिक फाल्ने ठाउँ त राखिदिएको रहेछ नि तर यसको पनि पूर्ण रूपमा सदुपयोग चाहिँ भइरहेको देखिएन हामी चाहिँ यहाँनिर एकछिन केही रमाइलो गर्ने सोचमा छौँ अनि यो कुकुरले चाहिँ निकै पिसाब पनि गरिहाल्यो त्यहाँनिर है ल यहाँनिर भेनाको पनि आफ्नै तालमा गइरहेछ आफ्नै सुरमा मेरो आफ्नै गइरह यहाँनिर होइन रमाइलो छ आज डुल्न निस्किँदाखेरिको अवस्था तर सेतो लुगा चाहिँ लाउनु नआउने रहेछ कि जुत्ता खुट्टा यस्तो भइसकिसक्यो त्यहाँ तल चाहिँ बाख्राहरू एकदम बाख्रा कुकुर साथी छ भने बाख्रा कुकुरहरू यो चाहिँ कालु पाण्डे डाँडामा आइपुग्यो कालु पाण्डेको शालिक सबैले चिनिहाल्नुहुन्छ होला कालु पाण्डे भनेर त को भनेर होइन त्यसमा केही भनिराख्नु पर्ने अवस्थै छैन प्लस अहिले चाहिँ अलिकति मौसम पनि उब्रेको हुनाले एकदमै राम्रो भ्यू काठमाडौँको पनि राम्रो भ्यू देखियो होइन अलमोस्ट धेरै राम्रो देखियो त्यो पर देखिरहनु भएको छ नि यो यहाँ म तपाईँलाई जुम गरेर देखाउँछु यो चाहिँ मलाई जहाँसम्म लाग्छ स्वयम्भू होला स्वयम्भू नाच हुनसक्छ है राम्रो छ प्लस यहाँ चाहिँ भ्यू टावर छ अब भ्यू टावरमा हामी एकैछिन चाहिँ त्यहाँबाट हेर्नुपर्छ रमाइलो गरौँ होला हामी चाहिँ भ्यू टावर छिर्दैछौँ यसमा चाहिँ कतै टिकट काट्ने ठाउँ पनि देखिएन सायद यो निःशुल्क नै हो जस्तो लाग्यो मलाई है हामी भ्यू टावरको भित्री भागबाट चाहिँ अगाडि बढिरहेछौँ भेना पनि आइराख्नु भएको छ आफ्नै एउटा चाहिँ एक स्टेपबाट देखिने नजरिया भ्यू टावरबाट है त यहाँ तल चाहिँ कालु पाण्डेको शालिक यस्तो छ अझै तपाईँलाई म अझै माथि गएर देखाउनेछु पुरै भ्यू टावरलाई चाहिँ यसरी बारेर सुरक्षित बनाइराखेको रहेछ एकदमै राम्रो काम पनि हो हामी चाहिँ अब भ्यू टावरको पनि एकदमै माथिल्लो भागमा आइपुगेको छौँ यहाँबाट देखिने दृश्य चाहिँ यस्तो छ काठमाडौँ भ्याली भइहाल्यो काठमाडौँ भ्याली धेरै ठुलो छ अनि यस्तो निकै माथि पो छौँ त हामी यो एरियामा चाहिँ हामीले केही पनि देख्न पाइएन किनकि एकदमै उसु कुहिरो लागिरहेको छ त्यो तलको के होला सायद पानीको ट्याङ्की जस्तो छ यहाँबाट देखिने दृश्य चाहिँ यस्तो छ है साथीहरू काम भइरहेछ त्यहाँ तल धमाधम है निकै माथि छ कुहिरै देखियो यतापट्टि चाहिँ
अब चाहिँ यो काजी कालु पाण्डे समाधि भनेर समाधि भन्ने बित्तिकै त अब यहीँनिर तपाईँले उयो देखिहाल्नुहुन्छ होइन फेरि छ भने यो तर अलिक पार्टी रहेछ यहाँ चाहिँ सानो है अनि प्लस यहाँनिर चाहिँ उयो पनि देख्न सकिन्छ क्युआर छ क्युआरबाट तपाईँले काजी कालु पाण्डे सम्बन्धी जानकारी पाउन सक्नुहुन्छ उहाँको तस्बिर प्लस इतिहासमा लेखिएका केही पानाहरू साथसाथै वंशवृक्षहरू छन् यहाँनिर वंशवृक्ष समाधि स्थलको इतिहास मनोकामना मन्दिर सम्बन्धी जानकारी कालु पाण्डेद्वारा प्रयोग हुने विभिन्न खाले हात हतियार र यो चाहिँ यहाँको दृश्य है त कालु पाण्डेको है त र फोटो पनि खिच्न एकदमै लायकको ठाउँ छ हरियाली राम्रो छ ठाउँ एकदमै राम्रो है धेरै अलिकति चिसो पनि यो चाहिँ उहाँको समाधि हो कालु पाण्डेको समाधि उहाँलाई राखिएको स्थान होइन अमर योद्धा काजी कालु पाण्डेको पार्थिव शरीरलाई यस पवित्र रिकमेन्ड गर्न सकिने ठाउँ रहेछ यो पनि किन घुम्नको लागि होइन यहाँ एउटा यहाँतिर घुम्नलाई पनि ठाउँहरू निकै छ यहाँ चाँडै भइहाल्छ अब चाँडै द पनि बनिँदैछ प्लस भ्यू टावर अनि अब रिसोर्टहरू अब खाजा घरदेखि लिएर हरेक कुराको सुविधाले गर्दा पनि ठुल्ठुलो होटलहरू सानातिना चटपटे पसलहरूदेखि लिएर सानातिना खाजा घर रिसोर्टहरू टन्नै रहेछ यहाँनिर मान्छेहरू पनि टन्नै आउनु रहेछ माथि फोटो खिच्ने त्यहाँ घुम्ने सबै गरिरहनु भएको छ उहाँहरू यहाँ चाहिँ एउटा भ्यू टावर छ त्यो भएर यो भ्यू टावरमा चाहिँ हामीले निकै बेर अलमल्यौँ रमाइलो लाग्यो नि त है झन् उताको दृश्य देखेको आज कस्तो बवाल हुन्थ्यो होला त्यहाँ चाहिँ पुरै सेतो कुहिरोले ढाकिरहेछ यता मात्रै हल्का घुलिरहेछ हो एउटा शालिग पनि बनाइएको रहेछ म तपाईँलाई त्यो पनि देखाउँदैछु त्यो चाहिँ अघि गएको भ्यू टावर है कस्तो दामी देखिएको छ होइन पछाडिबाट कुहिरोको भुम्रा आइरहेछ त्यसको सिधा अगाडि कालु पाण्डेको समाधि अनि उहाँको शालिग त्यो उच्च स्थानमा उच्च व्यक्तिको समाधि पनि उच्च स्थानमै हुन्छ भन्थ्यो हो रहेछ यहाँबाट हेर्न सक्नुहुन्छ उहाँको समाधि अब चाहिँ यहाँबाट निस्केर हामी खाजा खाने भन्ने प्लान भयो चिसो चाहिँ खाइसकिसक्यो अब खाजा पाक्दैछ कुकुर सुतिरहेको छ जताततै कुकुर खाजाको एकदम अथेन्टिक राम्रो छ बफ चाउमिन पाकिरहेको छ अङ्कलले बनाइराख्नु भएको छ बफ चाउमिन चाहिँ मिठो बनाएर दिने भनेर भन्नुभएको छ बफ चाउमिन खाएर पेट भर्दा चाहिँ घरतिर राख्नु पर्ला प्लस यहाँनिर दह हेर्न बाँकी छ साथी दह पनि छ अरे दह चाहिँ यता पछाडिपट्टि छ भन्दैछ त्यहाँको पनि तपाईँलाई म भिडियो देखाउँछु नि है पोखरी चाहिँ यहीँ छ भन्ने सुनेर हो पोखरी चाहिँ छैन होइन त्यो चाहिँ अलिक पर पुगेपछि थाहा भइहाल्छ तर पनि यहीँ छ है भन्ने चाहिँ खालको सूचना पाएर आऊ है यो नै हो दह भनेपछि सानो दह रहेछ ठिक्कको तर व्यवस्थापन चाहिँ एकदम व्यवस्थित रहेछ यहाँनिर चाहिँ परेवाहरूको गुणहरू पनि रहेछ सानो एकदमै यो नै रहेछ दह यो पुरानो कालु पाण्डे नआउने ठाउँ जस्तो छ यो सायदै माथिबाट पनि झरेको त्यहाँ माथिबाट पनि झर्ने ठाउँ रहेछ यही नै हो यहाँको दह भनेर प्रचलित आर्किटेक्चरहरू चाहिँ एकदमै राम्रो छ होइन धेरै नै अमेजिङ छ है यो पुरानो ठाउँ
यो आजभन्दा 100औं वर्ष अगाडिको आर्किटेक्ट हो। तर अब यसलाई केही रिनोभेट त गरे होला र पनि जतिसुकै रिनोभेट गरे पनि पुरानो कुराहरू भनेको पुरानै हुन्छ। पार्टी छ, मन्दिर छ, पोखरी छ, त्यहाँनिर नागको सेप भएको मन्दिर छ। अनि यतापट्टि पनि एउटा यो चाहिँ के रहेछ, त्यस्तै छ है। अब चाहिँ लगभग सकियो घुम्ने ठाउँहरू पनि। अब चाहिँ हामी घर जाने भन्दा छौँ। सानासम्मको देखाएको छ क्या है, सानातिर त्यहीसँग देखाएको छ। आज दामी देखाएको छ। साना त हुनु त कस्तो गर्ने